अचेल हाम्रोतिर चाहिँ हरेक गल्ली हरेक चोक हरेक दोकानहरूमा म पार्टीको मान्छेहरूलाई देखिरहेको हुन्छु। एकदमै पार्टीको प्रचार गरिरहेका छन्, एकदमै भोट मागिरहेका छन्, एकदमै ठुलो ठुलो गफ भाषण दिइरहेका छन्। म यस्तो गरिदिन्छु, त्यस्तो गरिदिन्छु, यो गरिदिन्छु, त्यो गरिदिन्छु, यो बनाइदिन्छु, त्यो बनाइदिन्छु भनिरहेका छन्। तर मेरो विचारमा चाहिँ यसरी गफ दिनु, ठुलो ठुलो भाषण दिनु भन्दा चाहिँ केही काम गरेर देखाएको राम्रो हुन्छ। जस्तै केही ठुलो काम पनि गर्नु पर्दैन। जस्तै हाम्रो यो शिवगञ्जदेखि दुधे जाने बाटोमा चाहिँ कति धेरै खाल्टोहरू छ। हुन त यो हाम्रो एकदमै मेन सडक नै हो, तर पनि एकदमै खत्तम छ, एकदमै खाल्टो छ। र अब बिहान भने एकदमै हुस्से लागेको हुन्छ। अब मै यहीँको मान्छे कति त्यो खाल्टोहरूमा पर्छु, झै नयाँ मान्छेहरू त कति पर्छन्, कतिजना लड्छन् पनि। अब बाटो सागरो छ, एकतिरबाट बस आयो भने अर्कोतिर अब बाइक साइकलको मान्छेलाई खाल्टोमा झर्नुपर्छ। अनि अब यो बाटो चाहिँ एकै दिनमा नयाँ बाटो बनाउन पनि मिल्दैन, टाइम लाग्छ। त्यो त म पनि बुझ्छु, सबैजनाले बुझ्छ। तर चाहे भने त्यो बाटोको खाल्टोहरू चाहिँ चाहे भने एकै दिनमा पुर्न सकिन्छ नि। त्यो त अब कुनै पार्टीले गर्दा पनि भयो, पार्टीको मान्छेहरूले, अनि हाम्रो यो नगरपालिकाले गर्दा पनि भयो। अब हाम्रो नगरपालिकाको नाम चाहिँ कस्तो खतरा छ त, एकदमै खतरा, शिव शताक्षी नगरपालिका अरे। तर काम भने त्यति गतिलो खोइ देखिरहेको छुइनँ। अनि अब म चाहिँ अब कुनै पार्टीको मान्छे पनि होइन, मैले कुनै प्रचार पनि गरेको होइन। तर अब कुनै पार्टीको मान्छेले चाहिँ राम्रो काम गरेर देखायो भने म त्यसको चाहिँ प्रचार गरिदिनेछु। र मैले अहिले केही सम्बन्धी केही भिडियो बनाएर बोले भने पनि हरेक दिन लाखौँ मान्छेले हेरिरहेका छन्। अनि त्यही हो कुरो। अब कसैले आवाज पनि उठाउँदैन यसरी बाटो सम्बन्धी, मैले चाहिँ आवाज उठाएको छु। र यो आवाजलाई चाहिँ तपाईँहरूले अब हरेक पार्टीको मान्छेसँग, हरेक पार्टीको मान्छेहरू बीच, हाम्रो नगरपालिकाको मान्छेहरूको बीच पुगाइदिनु होला। अनि यो बाटो चाहिँ अब खाल्टोहरू पुर्न एकदमै जरुरी छ। अब इमर्जेन्सीमा काहीँ हिँडेको बेला खाल्टोमै परिन्छ, बाइकहरू पनि बिग्रिन्छ, लड्न पनि सकिन्छ, घाइते हुन सकिन्छ, एक्सिडेन्ट हुन सक्छ। अनि त्यही हो। र भेट हुनेछ अर्को शानदार भिडियोमा। हस्त, धन्यवाद।